हेलो साथीहरू, दर्शकवृन्द नमस्ते, म रविन थापा। हिमालयन फेस्टिभल सुरु भइसकेको छ। सिद्धार्थ ब्याङ्क नेपाल प्रिमियर लिग सिजन 2 को म्याच नम्बर 4 सुदूरपश्चिम रोयल्स भर्सेस काठमाडौँ गोर्खास बीच हुन गइरहेको छ। त्यस म्याचको म प्रेडिक्सन गर्न जाँदैछु। प्रेडिक्सन भिडियो हेर्नु अगाडि यस च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर साथ दिनुहोला। भन्दै अब कुरा गरौँ काठमाडौँ गोर्खासको, जसमा काठमाडौँ गोर्खासले म्याच नम्बर 1 जनकपुर बोर्ड्सलाई झड्का दिएर आइसकेको छ, जसमा आकाश त्रिपाठी र बेनले एकदम राम्रो सुरुवात गरेका थिए। त्यसरी नै आज पनि काठमाडौँ गोर्खासले त्यही अपेक्षा राख्दछ। आकाश त्रिपाठी र बेनको यसरी नै आज पनि त्यही पार्टनरसिपमा, त्यही गतिमा ओपनिङ 6 ओभरमा पावर प्लेमा राम्रो गर्न सक्यो भने चाहिँ काठमाडौँ गोर्खासको लागि त्यो पोजिटिभ पोइन्ट रहेको छ। जस्तै भीम सार्कीले चाहिँ नेपालको नेसनल टिममा प्लेइङ 11मा आउनको लागि चाहिँ यो म्याच नम्बर 2 उनको लागि टप रहेको छ। उनी चाहिँ म्याच नम्बर 1 मा फ्लप खाएका थिए भने उनको लागि चाहिँ आज म्याच नम्बर 2 मा देखाउनु पर्ने दबाब रहेको छ भने आज केही गर्छन् भन्ने उनमा अपेक्षा छ। जस्तै मिलन कुमार पनि आएर बोलिङ उस्तै गरिदिए, ब्याटिङमा पनि उनले गरिदिए। उनी म्याच नम्बर 1 को प्लेयर अफ द म्याच पनि भएका थिए। उनले बोलिङमा 3 ओभर गरेका थिए भने 15 रन खर्चेर 3 विकेट पनि लिएका थिए। यस्तै कुरा गरौँ जरहाट इस्मस, उनले पनि राम्रो गरेका थिए। मोहम्मद आलम उनी पनि लास्टमा आएर एक छक्का प्रहार गरे। उनीबाट पनि केही अपेक्षा राखेको छ, त्यही अनुसार उनले लास्ट म्याचमा त गरेका थिए। हेरौँ यो म्याचमा के गर्छन्। अनि हाम्रो कुरा गरौँ फास्ट फ्लोरमा रसिद खान र करण केसी। करण केसीको टफ रहेको थियो अघिल्लो म्याच, उनी ठिकठाकै बोलिङ गरेका थिए भने राशिद खानको लागि पनि राम्रो गएको थिएन। 2 ओभरमा 20 रन खर्चिएका थिए। यो म्याचमा चाहिँ उनलाई राम्रो गर्नुपर्ने दबाब रहेको छ। अर्को कुरा गरौँ स्पिनरमा सराद आलम, उनलाई चाहिँ मिलन कुमारलाई साथ दिनुपर्ने दबाब रहेको छ। उनले चाहिँ 1 विकेट लिएका थिए। मिलन कुमारलाई साथ दिनको लागि चाहिँ शाहब आलम र सन्तोष यादवले राम्रो साथ दिए भने काठमाडौँ गोर्खासको लागि यो म्याचमा पनि प्लस पोइन्ट रहनेछ। अब कुरा गरौँ सुदूरपश्चिम रोयल्सको। सुदूरपश्चिम रोयल्सका मार्की प्लेयर रहेका छन् नेपालका एक उत्कृष्ट अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् भने विदेशी खेलाडीहरू पनि एकदम टप भित्राएको छ, जसमा रहेका छन् क्रिस लिन। उनी ओपनिङ ब्याटिङ अस्ट्रेलियाका हुन्, ओपनिङ ब्याटिङ गर्दछन्। सायद क्रिस लिनलाई विनोद भण्डारीले ओपनिङ पार्टनरसिप एकदम राम्रो गर्यो भने चाहिँ सुदूरपश्चिमको लागि चाहिँ राम्रो सुरुवात हुनसक्छ। जसमा फास्ट बोलरमा रहेका छन् कुगलिन र अविनाश बोराको राम्रो स्पेल गयो भने चाहिँ सुदूरपश्चिम रोयल्सको लागि पनि यो प्लस पोइन्ट हो। जसमा दिपेन्द्र थापा पनि अलराउन्डर गर्छन्। अर्का रहेका छन् जोस ब्राउन, उनी पनि अलराउन्डर हुन्, अस्ट्रेलियाका हुन्, उनले पनि राम्रो गर्न सक्दछन्। अर्को कुरा गरौँ ईशान पाण्डे, जुन कुनै बेला 1-2 म्याच नेसनल टिममा पनि परिसकेको खेलाडी हुन्। उनले ब्याट राम्रो मिडल अर्डरमा आएर दिपेन्द्र सिंह ऐरी, ईशान पाण्डेले राम्रो गर्न सक्यो भने चाहिँ सुदूरपश्चिम रोयल्सको लागि यो पनि प्लस पोइन्ट हो। र अर्को कुरा गरौँ हामी हेमन्त धामी। हेमन्त धामी पनि एकदम राम्रो खेलाडी हुन्। अनि नरेन साउथ रहेका छन् अनि हरमित सिंह, स्पिनरमा हरमित सिंह रहेका छन्। जसमा युएसए र नेपाल बीचको खेलमा उनले 6 विकेट लिएर म्यान अफ द म्याच भएका थिए भने उनी एकदम राम्रो स्पिनसँगै ब्याट पनि गर्न सक्छन्। अनि कुरा गरौँ हाम्रो आरिफ शेख पनि मिडल अर्डर ब्याटर हुन्। उनी मिडल अर्डरमा आएर आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, ईशान पाण्डे आएर मिडल अर्डरमा राम्रो गर्न सक्यो भने चाहिँ सुदूरपश्चिमले चाहिँ पहिले ब्याट गर्यो भने राम्रो 20 रन खडा गर्न सक्छ। अनि हरमित सिंहलाई साथ दिनको लागि चाहिँ दिपेन्द्र सिंह ऐरीले पनि स्पिन गर्छन्, उनले पनि राम्रो गर्छन्। उनी र हरमित सिंह भएर 1-2 विकेट र कुगलिन र अविनाश
बोहराले पावर प्लेमा 1-2 विकेट काठमाडौँ गोर्खाजको लागि झार्न सक्यो भने चाहिँ यो सुदूरपश्चिमको लागि चाहिँ एकदम ओपनिङ म्याच जितेर जान सक्दछ। भने काठमाडौँ गोर्खाज पनि पहिलो म्याच जितेर एकदम उत्साहसहित मैदानमा उत्रिनेछ र हेरौँ कसले जित्छ। मेरो प्रेडिक्सन चाहिँ ब्याटिङ लाइन, बोलिङ लाइन हेर्दा चाहिँ म यो म्याचमा चाहिँ सुदूरपश्चिम रोयललाई दिन चाहन्छु। यो म्याच चाहिँ सुदूरपश्चिमले सायद जित्छ। मेरो प्रेडिक्सन मिल्छ भन्ने लागेको छ। तपाईँहरूको के लाग्छ? सुदूरपश्चिमले के जित्छ त? तपाईँहरू कसले जित्छ? लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर कसले जित्छ कमेन्ट डाउन गर्नुहोला। भन्दै लास्टमा यस च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब नगरेको साथीहरूले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर साथ दिनुहोला भन्दै म बिदा हुन्छु। हस्त, धन्यवाद।